अतिथिहरू आउने क्रम जारी छ। हाम्रो यस कार्यक्रमका विशेष अतिथि यस ओडाका ओडाध्यक्षज्यू नवराज भट्टराईज्यू भर्खर आइसक्नु भएको छ। उहाँलाई पनि आतिथ्यको आसन गर्नको लागि आग्रह गर्दछु। हामीले आज दुईचोटि भिडियो हेर्छौँ, अब फेरि हेर्छौँ। अहिले चाहिँ हाम्रो शिक्षाको सर पनि आउँदै हुनुहुन्छ। तपाईँलाई बोलेको भन्दा हेर्न चाहिँ रमाइलो लाग्छ, मलाई थाहा छ। र हामी फिडब्याक सेसन चाहिँ एकदमै सर्ट गर्नेछौँ। म यस भिडियोको फिडब्याकको लागि जोसेफ हाई स्कुलका प्रिन्सिपल मनोज अधिकारी सरलाई म निम्ताउँछु। धन्यवाद सर। सबै भाइ बहिनीहरूलाई एकचोटि सुनिदिनु पर्ने, हामी भिडियो हेर्ने नै छौँ। आज यो जोसेफ हाई स्कुलको सहकार्यमा एउटा भिडियो तयार भएको छ। आज विमोचन कार्यक्रम, यस विमोचन कार्यक्रममा उपस्थित हुनुभएको छ हाम्रो धेरै गीतका रचनाकार हाम्रो रामबाबु सुवेदी सर। उहाँ यहाँ हुनुहुन्छ। जस्तै हामीले आइतबार बिहान त्यहाँनिर जस्ता धेरै गीतहरू धेरै समयले सुनिआइरहेका छौँ। त्यसका रचनाकार रामबाबु सुवेदी सर हुनुहुन्छ। त्यसै गरी यो भिडियो बनाउनलाई चाहिँ हाम्रो सहकार्य गर्नुहुने, प्रायोजन गर्नुहुने सरहरू हुनुहुन्छ। त्यसै गरी हाम्रो गीतकार सर पनि हुनुहुन्छ, गीतकार सर भइहाल्नु भयो। त्यसै गरी हाम्रो डाइरेक्टर सर हुनुहुन्छ, कलाकार विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, अभिभावकहरू हुनुहुन्छ। त्यसै गरी आजका यस कार्यक्रमका विशेष अतिथि गुवाहाटी नगरपालिकाका प्रवक्ता प्रणाम 10का अध्यक्ष आदरणीय नवराज भट्टराईज्यू, त्यसै गरी शिक्षक साथीहरू, जोसेफ हाई स्कुलका भाइस प्रिन्सिपल दीपक सर, हाम्रो एकाडेमिक कोअर्डिनेटर उत्तम सर पनि हुनुहुन्छ। म चाहिँ भिडियोसँग अलिक टाढा थिएँ। म चाहिँ जोसेफ हाई स्कुलको होइन कि यसको ब्रान्च इन्टरनेसनल जोसेफ पब्लिक स्कुलको प्रिन्सिपल भएको हुनाले म यहाँ अलिकति यो भिडियोसँग परिचित हुन पाइनँ। तर जुन खालको यो गीत रचना त्यसै गरी यो चाहिँ भिजुअलाइज भएको छ, एकदमै प्रशंसनीय काम भएको छ। एउटा किताब पढ्दाखेरि विद्यार्थीले फिल गरेका कुरालाई, विद्यार्थीको भावनालाई चाहिँ हाम्रै विद्यार्थी, हाम्रो मिलन सर हुनुहुन्छ। मिलन सरको सर हाम्रो सल्लाह मलाई नानी हुनुहुन्छ, उहाँको नानी चाहिँ उहाँले चाहिँ राम्रो गाउनु भएको छ, राम्रो चाहिँ शब्द रचना गर्नुभएको छ। हाम्रो रामबाबु सुवेदी सरले त्यसलाई राम्रो गायन चाहिँ गर्नुभएको छ हाम्रो विद्यार्थी भाइले, श्रीमती सिन्हा भाइले। त्यसै गरी हाम्रो चाहिँ डाइरेक्टर साहब हुनुहुन्छ आचार्य गोपाल सर, उहाँले राम्रो डाइरेक्सन गर्नुभएको छ। आशा छ यो गीत चाहिँ को भ्यू चाहिँ धेरैभन्दा धेरै हुनेछ। हामी हाम्रो पेज, हाम्रा चाहिँ मिडियालाई सबैतिर यस गीतको चाहिँ हामी यो युट्युबमा आइसकेपछि प्रचार गर्नेछौँ। र यो गीत तयार गर्न, संयोजन गर्न र जोसेफ हाई स्कुललाई नै सल्युसन गरिदिनु भएको छ, हामीलाई एउटा अवसर प्रदान गरिदिनु भएको छ। त्यसको चाहिँ हामीलाई सल्युसन गरेर यस गीतमा हामीलाई जोडिने अवसर प्रदान गरिदिनु भएकोमा सम्पूर्ण निर्माण टिमलाई हामी विद्यालय परिवारका तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ। र यो गीतहरू सबै भाइ बहिनी जो आज यहाँ हुनुहुन्छ सबैजनाले आफू र आफ्नो मार्फत यो गीतको चाहिँ हेरिदिनु होला। यो गीतले चाहिँ धेरै चाहिँ लाखौँ करोडौँ भ्युज चाहिँ आओस् भन्ने कामना गर्दै यो आज यस कार्यक्रममा चाहिँ यो हामीले आज कक्षा 6का विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, त्यही लेभलका विद्यार्थीहरू नै त्यो कलाकार हुनुभएको कारणले पनि उहाँलाई हामीले जोड्न प्रयत्न गरेका छौँ। र यो आज छिट्टै नै यो भर्खरै गत हप्ता मात्रै यो गीतको भिजुअलाइज भएको थियो। आज छिट्टै नै यो आजै हामीले चाहिँ छोटो समयमा नै यसको विमोचन हुने अवसर विमोचन भएको छ। सबै निर्माण टिमलाई धन्यवाद दिँदै जोसेफ परिवारको तर्फबाट यहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्दै यो गीतले करोडौँ भ्यू प्राप्त गरोस् भन्ने शुभकामना चाहिँ एउटा एन्ट्री गर्दछु। धन्यवाद, नमस्कार। हस्, धन्यवाद मनोज सर। म यसै गरी अब बाल कलाकारको फिडब्याकको लागि एक्साइटेड छु। म एलिसा बास्कोटा र मन्दिपा खड्कालाई स्टेजमा बोलाउँछु।